नमस्कार मेरो फेसबुकका सम्पूर्ण साथीहरूलाई आज चाहिँ मैले भिडियो हाल्न पाएको थिइनँ। म हस्पिटल गएको थिएँ, 3टा प्रोग्राम थियो अनि मैले चाहिँ थाकेर आज हस्पिटलमा खानापिना थियो तर म प्युर भेज भएको कारणले गर्दा चाहिँ खान सकिनँ। अनि मैले सब्जीहरू पनि ल्याएर त्यही लथालिँदै नथन्काइकन यहाँ राखेर चाहिँ म चाहिँ गएर टेबलमा बसेँ। मलाई नानीले चियाहरू रेडी गरिदिएको थियो। त्यहाँदेखि मैले के अरे मलाई मनपर्ने मेरो फेभरेट बिस्कुट मेरी हो, यो मेरी बिस्कुट खाएँ, चोप्दै खाएँ। पुरा भोक लागेको थियो हो। यो चाहिँ मैले एक लाइन चाहिँ डल्लै खाइसकेँ, त्यस्तो भोक लागेको थियो नानीहरू जस्तै गरेर। त्यहाँदेखि चाहिँ मैले रमभेडा पनि झोलामा लिएर आएको थिएँ, रमभेडा पनि त्यहीँ राखेँ, मेरो बेग पनि यहीँ राखेँ, डाइरीहरू पनि लत्तालिँदै थन्किएको छुइनँ। अब चाहिँ आज चाहिँ एउटा चाहिँ कुरा चाहिँ के राम्रो लाग्यो भने हामीले टिभीको लागि काम गर्दै थियौँ। आज हस्पिटलमा हामीलाई पनि आज वर्ल्ड टिभी डेमा सर्टिफिकेट दिनुभयो, यसमा प्राउड गर्छु म। अब हामी चाहिँ गाउँघरमा सधैँ पनि गर्दैछौँ। अब टिभी हारेका जेस जितेका भन्ने नारा लिएर चाहिँ हामी एकदम मजाले काम गरेर सिक्किमलाई टिभी फ्री स्टेट बनाउने चासो छ। यसमा हामीलाई पञ्चायत महोदय, बिडिओ सर, हेल्थको स्टाफहरू सबैजनाले लागि परेर काम गर्नुहुँदैछ र यसो गर्दा चाहिँ हामी चाहिँ टिभी मुक्त हुन सक्छौँ होला जस्तो लाग्छ। ल, धन्यवाद।